सम्पूर्णमा नमस्ते। आज चाहिँ म एकदमै राम्रो यो सुन्दर फुल्ने फुल जसलाई चाहिँ अपराजिता फुलले देखाइरहेको छु। अनि यसको चाहिँ 2-3 वटा कलर पाइन्छ। अनि मेरोमा यो पर्पल अनि व्हाइट छ। अनि यसलाई चाहिँ मैले सानो गमलामा लगाएको छु। अनि यो चाहिँ फुलले सुन्दर देखाउनुको साथसाथै यसमा चाहिँ धेरै गुणहरू पाइन्छ। अनि यो चाहिँ मैले अब नेक्स्ट लामो लङ भिडियोमा चाहिँ म यसको गुण अनि यसको के फाइदा छ त्यो बताउने छु। अनि यसलाई चाहिँ मैले एकदमै यसको मुन्टाहरू काटेर चाहिँ सानो गाछ बनाएर चाहिँ सानो गमलामा लाउने विचार गरेको छु। अनि त्यही नै आज तपाईहरुलाई शेयर गरेको। यसलाई चाहिँ अपराजिता एकदमै राम्रो लकी अनि धेरै गुणले भरेको फुल भनिन्छ। अनि यो तपाईहरुले पनि लाउन सक्नुहुन्छ। अनि यसको चाहिँ अब यो लहरा हुन्छ। अनि यो लहरालाई चाहिँ जति नै अब लामो हुँदै जान्छ त्यति नै मैले चाहिँ अब यसलाई तोड्दै चाहिँ जुन गमलामा चाहिँ बुसी बनाएर चाहिँ लाउने कोसिस गरेको छु। अनि मेरो चाहिँ हालैमा फुल्न सुरु भएको छ। यो पर्पल अनि अर्को चाहिँ व्हाइट पनि छ। आज चाहिँ मैले पर्पल देखाएँ। अनि यसको गुणको बारेमा पनि म पछि भन्ने छु।